तपाईँ भर्जिन हुनुहुन्छ? म छैन। छुइनँ। अनि भाइको नाम चाहिँ? मेरो भाइ छैन सर, दाज भाइ म एक्लै हुँ। आर यु कमेडी मी? मेरो नाम सोधेको कालो तामाङ सर। ओरिजिनल हो? बाबा जय शंभो। जय शंभो, रक्षा करो। क्या है बाबा? क्या ये लुआग है? लकड़ी की भी बना सकते हैं। Excuse me? ए आमा पो कति छिटाउनु भएको? ए ढिलो आउनु पर्ने? यस्तो बनाएन तिमीहरूलाई मैसै चढेको छ भने बिहा गरे भइहाल्यो नि। बिहा भन्दा अगाडि यस्तो रोमान्स गरेको मलाई मन पर्दैन। नासमुला। नमस्ते सर। ओहो, किन अबेर पातली मिस? यहाँ बाहिर बच्चा चलेर हैरान छ। के गर्नु सर, आफ्नो नि भित्र बच्चा चलेर हैरान छ। होइन, तपाईँको त 3टा बच्चा यहीँ पढ्छन् होइन र? हो, यो चौथो। यस्तो काम गरेर देखाइदियो कि एउटा यस्तो के गरेर देखाइदियो कि हामी यहाँ 5जना जज अल्ल दाइ उठिराख्नु भएको छ, त्यही पनि 5जना जज जुरुक्क उठ्न बाध्य होस् के ल। सयो थुङ्गा फुलका हामी एउटै माल नेपाल। हाम्रो भान्जा बाबु त नेपालमै बसिसेर दाँत गोटिसेको रहेछ त। दाँत घोट्नलाई नि के विदेश जानु भनेर नि माइजू दर्शन। ये बड़ी अच्छी बात कही आप। होइन हाम्रो भान्जा बाबु अब यसरी नै बस्ने हो? ल यसरी बसिदिन्छु नि त। दर्शक बहिन, श्रीमान खाडीमा, श्रीमती एकदम झाडीमा। भाग्नु पर्छ भन्ने थाहा पासी दुब्लाएर बस्नु पर्छ नि। ओ नाइ स्कुलमा चेकिङ आयो, 13 बजे जागिर जानी भो। मलाई अलपत्र पारेर भाग्छस् मुर्दार। यो करी नै रहेन भने छोकरी चेक्का। अनि सन्चै हुनुहुन्छ आमा? सन्चै छ बाबु। दाँत माझ्नु बिर्स्यो कि क्या आमा? पहिल्यै छ त। केटो त कालो रहेछ नि त। राजाले दिएको चस्मा लाएर हेरेपछि सेतोलाई पनि कालो देखिन्छ। यहाँ ल्याऊ काली बुढी। मैले बोल्यो बहिनी दियो। नाइ, म बे गर्दिन। एकचोटिलाई बिहे गर्दे, अर्कोचोटिलाई कर गर्दिन। तपाईलाई जे कुरा सोधिन्छ त्यसको सही जवाब दिनुस्। हुन्छ बाजे, हुन्छ। उहाँलाई श्रीमान भन्नुहोस्, बाजे होइन। लोग्ने बितेको 25 वर्ष भयो, मैले उमेर त कसैलाई श्रीमान भनेको छैन। अब यो को न को मान्छेलाई म श्रीमान भन्छु? गो, दिस इज माई लास्ट वार्निङ। ए स्टप तिम्रो माउथ फ्याउरी। आई पनि अंग्रेजी बोल्न सकिङ हो के? यु पछि भुडी बोल के? वाट छिसी वाट?